Guys, welcome back to our YouTube channel. I am Krishna and you're watching our YouTube channel Vacancy Announcements to एउटा कमर्सियल बैंक वाणिज्य बैंकले देशैभरिको शाखाहरूको लागि चाहिँ ठूलो संख्यामा जब भ्याकेन्सी खुलाएको छ जसमा हजुर थोरै पर्नु भएको छ अनि कुनै प्रकारको एक्सपिरियन्स छैन भने पनि अप्लाई गरेर एउटा राम्रो खालको जब पाउन सक्नुहुन्छ। यो भिडियो अन्तिमसम्म हेर्नुहोला अनि मात्र सबै कुरा राम्ररी बुझ्नुहुनेछ। यो भ्याकेन्सीको डिस्क्रिप्सनमा हेर्न सक्नुहुन्छ। यहाँ भनेको छ अ लिडिङ अ क्लास कमर्सियल बैंक इन नेपाल हैन। यसमा बैंकको नाम प्रष्ट रूपमा खुलाएको छैन। आजकल प्राइभेट बैंकहरूले भ्याकेन्सी खुलाउँदाखेरि आफ्नो नाम हाइड गरेर चाहिँ भ्याकेन्सी खुलाउने गर्दछ ताकि अनावश्यक कम्पिटिसनहरू नहोस् या यसको अन्य कुनै इन्टर्नल रिजनहरू पनि हुन सक्छ है। र यो भ्याकेन्सी भनेको रोलिङ नेक्सस .com ले खुलाएको छ हैन। र योभन्दा पहिला एभरेस्ट बैंक भयो, सानिमा बैंक भयो, यस्ता बैंकहरूको भ्याकेन्सी चाहिँ रोलिङ नेक्सस .com ले खुलाएको थियो। सो यसबाट यो पनि बुझ्न सकिन्छ यो दुईटा मध्ये कुनै बैंकको भ्याकेन्सी हुन सक्छ। या त हजुर फर्म भरिसकेपछि जब सर्टलिस्टमा हजुरको नाम आउँछ अनि एक्जाम दिन जानुहुन्छ अनि त्यो बेला हजुर थाहा पाइहाल्नुहुन्छ कुन बैंकको एक्जाम दिँदै हुनुहुन्छ। जुनको भए पनि ए क्लास कभरको कुनै एउटा बैंकको भ्याकेन्सी छ भनेर बुझ्नुस् हैन। प्राइभेट बैंकमा र एउटा बैंकिङ सेक्टरमा एउटा राम्रो अपर्च्युनिटी छ र यो कुनै फेक भ्याकेन्सी छैन। हजुर मजाले अप्लाई गर्नुस्। सर्टलिस्टमा नाम आएपछि हजुर एक्जाम दिन जानुपर्छ। त्यो सब प्रोसेस भनेको सेम छ, बैंकको नाम मात्र हाइड गरेको छ है। र यहाँ पोजिसनहरू यहाँ हेर्न सक्नुहुन्छ। म्यानेजमेन्ट ट्रेनी एमटी फेउमा माग गरेको छ र रिक्वायरमेन्टमा भनेको छ हजुरले मिनिमम एज भनेको 21 वर्ष पुरा भएको हुनुपर्छ र 28 वर्ष ननाएको हुनुपर्छ है लास्ट डेटसम्म। अनि हजुरले यसमा एटलिस्ट मास्टर्स कम्प्लिट गरेको हुनुपर्छ। यो यहाँ दिएको छ विषयहरू कमर्स, अकाउन्ट्स, इकोनोमिक्स, फाइनेन्स, म्यानेजमेन्ट, इन्जिनियरिङ अर रिलेटेड प्रोफेसनल मा चाहिँ हजुरले मिनिमम मास्टर्स कम्प्लिट गरेको हुनुपर्छ र कमसेकम फर्स्ट डिभिजनले पास भएको हुनुपर्छ अनि मात्र हजुरले यसमा फर्म भर्न सक्नुहुन्छ। र त्यसपछि सिजिपिए 3.2 ल्याउनु भएको छ भने मात्र हजुर यसमा फर्म भर्न सक्नुहुन्छ। र ओन्ली आउटसाइड भेली ब्रान्चेसहरूको लागि यो भ्याकेन्सी रहेको छ है। र ह्याभिङ बेसिक कम्प्युटर नलेज छ भने एकदम राम्रो हैन, त्यो चाहिन्छ भनेको छ। र हजुरलाई फ्लुएन्ट इङ्ग्लिस ल्याङ्ग्वेज आउनुपर्छ, लेख्नलाई पनि बोल्नलाई पनि है। त्यसपछि अर्को पोजिसन रहेको छ ट्रेनिङ असिस्टेन्ट टिए को लागि फ्युमा माग गरेको छ र यसमा हजुरको एज मिनिमम 18 वर्ष पुरा भई 30 वर्ष ननाएको हुनुपर्छ है। 18 वर्ष कम्प्लिट गरेर 30 वर्ष ननाएको हुनुपर्छ लास्ट डेटसम्म। र मिनिमम हजुर यहाँ भनेको छ एटलिस्ट इन्टरमिडिएट लेभल भनेको +2 हैन कम्प्लिट गर्नुभएको छ भने यसमा हजुरले फर्म भर्न सक्नुहुन्छ। अनि यसमा सब्जेक्टहरू तोकेको छैन। हजुर कुनै पनि सब्जेक्ट लिएर +2 कम्प्लिट गर्नुभएको छ भने फर्म भर्न मिल्यो। र मिनिमम कमसेकम हजुर सेकेन्ड डिभिजन ल्याएको हुनु पर्यो या त सिजिपी अनुसार 2.75 सिजिपी ल्याएको हुनुपर्छ अनि हजुरले यसमा फर्म भर्न सक्नुहुन्छ। अन्ली आउटसाइड भेली ब्रान्चेसहरूको यो भ्याकेन्सी रहेको छ। ह्याभिङ बेसिक कम्प्युटर नलेज यसमा पनि भनेको छ। कम्प्युटर सर्टिफिकेट 3 महिनाको पनि छ भने एकदम राम्रो छ हैन। र भनेछ क्यान्डिडेट मस्ट अपलोड द स्क्यान कपी अफ फलोइङ डकुमेन्ट हैन। यी डकुमेन्टहरू तपाईले अपलोड गर्नुपर्ने हुन्छ। यहाँ डकुमेन्ट हजुर राम्ररी हेरिहाल्नुस् हैन। यी सबै डकुमेन्ट राम्ररी हजुर सबमिट गर्नु भएन भने हजुरको नाम सर्टलिस्टमै आउँदैन हैन। एउटा प्रोफेसनल राम्रो छोटो मिठो एप्लिकेसन लेटर भन्नाले जब लेटर लेख्नुपर्छ। अपडेटेड सिभी हजुर फेरि एउटा नयाँ सिभी बनाइहाल्नु होला। नयाँ अपडेटेड सिभी हुँदाखेरि राम्रो हुन्छ हैन। कपी अफ सिटिजनशिप नागरिकता र हजुरको फोटो भयो हैन। मार्कसिट भयो र त्यसपछि क्यारेक्टर सर्टिफिकेट भयो है। यति डकुमेन्ट हजुर कम्प्लिट गरेर राम्ररी फर्म भर्नुभयो भने 100% लगभग हजुरको सर्टलिस्टमा नाम आउँछ हैन। र नोटमा भनेको छ ओन्ली सर्टलिस्टेड क्यान्डिडेट शल बी कल्ड फर फर्दर सिलेक्सन प्रोसेस हैन। सर्टलिस्टमा नाम आउँदाखेरि हजुरलाई एसएमएस र इमेल दुईटै आउँछ र त्यहीँनिर एक्जामको सबै एड्रेसहरू कहाँ एक्जाम दिनुपर्छ कहिले एक्जाम हुन्छ भनेर सबै कुरा दिएको हुन्छ। र अप्लाई गर्नको लागि भनेको छ रोलिङ नेक्सस .com र ACBL मा चाहिँ त्यहाँबाट हजुरले अनलाइन फर्म भर्न पर्ने हुन्छ। यसको कुनै अफिसमा गएर चाहिँ फर्म भर्न सक्नु हुँदैन। लास्ट डेट भनेको जुन 3 तारिक 2026 जेष्ठ 20 गतेसम्म यसमा हजुरले फर्म भर्न सक्नुहुन्छ है। र यसमा हजुरलाई फर्म भर्न कुनै प्रकारको गाह्रो हुन्छ भने स्क्रिनमा आइरहेको WhatsApp मार्फत हामीलाई कन्ट्याक्ट गर्नुस्। हामी हजुरको लागि अनलाइन फर्म भरिदिन्छौँ। ओके साथीहरू, आजको भिडियोमा यत्रो सानो लाइक गरेर हाम्रो सपोर्ट गरिदिनुहोस्। साथै यस्तै लेटेस्ट भ्याकेन्सीको भिडियो चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भेट्नु अर्को भिडियोमा। जय नेपाल।